एउटा समस्या सकेको हुँदैन फेरि अर्को थपिहाल्छ। 4-5 ठाउँतिर बजारतिर घुमी घुमी रिटी फेरि मोतीचोक फिर्ता हुने भन्नु भएको थियो एकजनाले। मोतीचोक जाने भनेर दुईजना पलियाबाट आएको मान्छेलाई मैले राति छोडेको थिएँ। उहाँले मेरो नम्बर लिनु भएको थियो, त्यही भएर मलाई बोलाइहाल्नु भयो आज। उहाँ आज आफ्नो दिदीको घर गइराख्नु भएको थियो केही सामान छोड्नलाई। यताउता गएको घुमेको अनि मोतीचोकसम्म छोड्दा 300 रुपियाँ भाडा भएको थियो। 300 रुपियाँ लियो अनि त्यसपछि मैले ग्यारेज जानु पर्यो। पछाडिपट्टिबाट एकदमै चर्को आवाज ठुलो आवाज आइरहेको थियो, खै के को मलाई थाहा नै भएन। त्यसपछि म मोतीचोक नजिकैको वर्कसपमा गएँ। म सधैँ यतै काम गराउँछु, त्यही भएर यतै आए। गाडी चेक गराउने बेला थाहा भयो कि प्रोपेलर साफ्टको युनिभर्सल जोइन्ट नै ड्यामेज भएको रहेछ। पुरानो जोइन्ट काम नलाग्ने भइसकेको रहेछ, त्यही भएर नयाँ हाल्नु पर्यो। नयाँ जोइन्ट हालेको 600-700 रुपियाँ लागिरहेको थियो। अनि त्यसपछि मैले पनि एकचोटि क्रस चेकिङ हान्न लागे। रिपेयरिङमा खासै काम त आउँथेन, तैपनि मैले बढी काम आउँछ भने जस्तो म पनि गरिरहेको थिएँ। पछाडिको काम सबै सकिसकेको थियो। अगाडि हेर्दा त फेरि अगाडिको बेरिङ पनि ड्यामेज भएको रहेछ। कुप्लुक्क पारेर टायरले 2वटा बेरिङ त मागि नै हाल्यो। टायरको मुटु खराब भइसकेको थियो, त्यही भएर नयाँ मुटु ट्रान्सप्लान्ट हान्दिएको हामीले। नयाँ मुटु हालिसकेपछि मेरो राजा त फेरि चकाचक भयो। पहिले इस्तेमाल करो फिर विश्वास करो भने जस्तै पहिला त्यसको टेस्ट ड्राइभ हाने कस्तो बनेछ भनेर 1500 रुपियाँ बिल आएको थियो। त्यही भएर थुक लगाएर राखेको पैसाहरू सबै एक एक गर्दै गनेर दाइलाई दिनु पर्यो आफ्नो मुटुमा पत्थर राखेर। अलि जोर लाउने बित्तिकै बढी आवाज निकाल्ने हटो, अब त एकदम तुफान भएर कुदिरहेको थियो। त्यही भएर त सर्भिसिङ टाइममा गर्नुपर्छ। अब म आफ्नो डेली कामतिर लागिरहेको छु। आजको मेरो कमाइ थियो 1600 रुपियाँ। यहाँसम्म हेर्नको लागि धन्यवाद। बाई बाई।